नमस्कार सबैलाई। आज हाम्रो किसुनाको बर्थडे र नेवारी कल्चरमा कसरी बर्थडे हुन्छ भन्ने कुरा म आज तपाईहरुलाई देखाउन जाँदैछु। भनिन्छ सबैको आफ्नो संस्कार हुन्छ भनेर हैन, कल्चर हुन्छ भनेर, तर नेवारी कल्चर चाहिँ अलिकति फरक छ। यसरी सबैभन्दा घरको जेठो बाठोले पहिला चाहिँ विभिन्न विधि अनुसार चाहिँ यसरी छुट्टै पूजा गर्नुहुन्छ। यहाँ चाहिँ गणेश र कुमारको स्थापना गरिएको हुन्छ। त्यो दियोमा पहिला उहाँ त्यहाँ पूजा गरिन्छ र त्यसपछि यसरी चाहिँ बर्थडे गर्ल अथवा बर्थडे बोय जसको जन्मदिन छ उहाँको अगाडि राखेर यसरी पूजा गरिन्छ। भगवानको लागि सबै परिकार एउटा छुट्टै परिकार राखिन्छ भने भगवानलाई पूजा गर्ने प्रोसेस अलि फरक हुन्छ। र सबभन्दा पहिला जन्मदिन भएको किसुनालाई यसरी चाहिँ पूजा गरिन्छ, उसलाई टीका लगाइन्छ, दही यसरी हाम्रो निधारको साइडमा टीका लगाइन्छ हैन, र यसरी पूजा गरिन्छ। पूजा गर्दाखेरि अक्षता मुस्ने, दियो बाल्ने, बत्ती बाल्ने छुट्टै प्रोग्राम हुन्छ। यसरी आकाशलाई र धुरीलाई पनि पूजा गरिन्छ। र यसपछि तपाईको नेवारी कल्चर अनुसार सबै विधिपूर्वक सबै कुराहरू यसरी चाहिँ हामी राखेर पूजा गर्छौँ र घरमा भएको चेलीबेटीहरू सबै सदस्यलाई चाहिँ जेठो बाटोले चाहिँ पूजा गरिन्छ, फलफुल दिइन्छ, के छन् अब हैन, सगुनको रूपमा दही, अब त्यसपछि अन्डा, माछा के छन्, अब रक्सी पनि दिने चलन छ। तर हामीले चाहिँ यहाँ बच्चाहरूलाई मन नपर्ने भएको हुनाले दुध यसमा समावेश गरेका छौँ। यहाँ दहीलाई, त्यसपछि मलाई पनि, अनि भाउजूलाई र रेगुलाई पनि टीका लगाइदिनु भयो मायाले। अनि यसपछि यसरी घर अगाडि भएको सूर्यको प्रतिमालाई यसरी सबै भाग चढाइन्छ। घर अगाडि र पछाडि यसरी नै एक एक भाग चाहिँ हामी चाहिँ राखेर गर्छौँ र सबैजना सदस्यले यसरी बर्थडे गर्ललाई चाहिँ पूजा गरिन्छ।